केराको रुखहरूको हालत यो जस्ताको छानाहरू बाटोमा आइसक्यो यो गाइज वेलकम ब्याक टु माई न्यू मिनी भ्लग सो यो चाहिँ मेरो हिजोको भिडियो हो किनकि हिजो चाहिँ लाइन गएर हाउरी आएर मैले केही भिडियो हाल्न पाइनँ सो लाइन थिएन नेट थिएन चार्ज थिएन सो यो चाहिँ हिजोको भ्लग हो सो एज यु नो सो मैले चाहिँ हिजो जिम गएर जिम सिम सकाएर एकछिन रेस्ट गरेर अनि जिमको क्यान्टिनमा अन्डा सन्डा खाएर एकछिन रेस्ट गरेर म गएँ खान चटपट्यो किनकि आफ्टर लङ टाइम मलाई एकदम क्रेभिङ भएको थियो सो त्यस्तो अनहेल्दी खाएको थिएन किनकि यसमा बदाम अलि बेसी थियो अनि यो चाहिँ अनि हाउरी आइसकेपछिको एकदम शान्त रूप हो जो तपाईँले हेर्नु एकचोटि यो रुख चाहिँ धेरै म बच्चा हुँदाखेरि भाँचेको रुख हो होइन यो यतापट्टि आएको थियो यहाँ पहिला केही पनि थिएन अहिले चाहिँ यो रुख पनि यस्तो थियो अनि यो चाहिँ अहिले पुरै बाङ्गो भइसक्यो अब यो पनि भाँचिन आँट्दा छ यता मुनितिर बत्तीको तार छ सबै उडाएको छ अब लाइन आउँदैन आज भोलिसम्म सायद किनकि अरू पनि पोल ढलेको छ मासतिर